हो र हजुरहरूले के यो टिकटक चाहिँ यसो रमाइलोको लागि इन्टरटेन गर्नलाई युज गर्नुहुन्छ कि टिकटकबाट पनि इन्कम हुन्छ भन्ने कुरा हजुरहरूलाई कतिजनालाई थाहा छ होइन? टिकटक, फेसबुक, युट्युब यिनीहरू सबै मोनेटाइज हुन्छन् अनि यिनीहरू सबैबाट इन्कम गर्न सकिन्छ। तर टिकटक चाहिँ हाम्रो नेपालमा मोनेटाइज हुँदैन। टिकटक आइडी चाहिँ हामीले विदेशबाट मोनेटाइज गर्नुपर्छ। हाम्रो लागि चाहिँ बेस्ट भनेको चाहिँ फेसबुक र युट्युब हो। अनि हजुरहरूले चाहिँ यसो रमाइलोको लागि मात्र टिकटकमा भिडियो राख्ने गर्नुभयो, भिडियो हेर्ने गर्नुभयो कि के गर्नुभयो होइन? मैले चाहिँ के गर्छु भने यो टिकटकमा राखेको प्रत्येक भिडियो चाहिँ युट्युबमा पनि पोस्ट गर्छु, फेसबुकमा पनि पोस्ट गर्ने गरेको छु। किनभने हाम्रो नेपालमा चाहिँ टिकटक मोनेटाइज हुँदैन। त्यही भएर अनि यही भिडियोले चाहिँ मैले फेसबुक र युट्युबमा चाहिँ अडियन्स तानिरहेको छु। मेरो चाहिँ युट्युबमा पनि कति 500 जति सब्सक्राइबर पुगिसक्नुभयो। मैले यही जुन भिडियो टिकटकमा राख्छु नि त्यही भिडियो चाहिँ मैले युट्युबमा पनि राख्छु। युट्युबमा चाहिँ 1000 जना हुनुपर्छ क्या युट्युब मोनेटाइज हुनलाई, अनि फेसबुकमा चाहिँ कति फलोवर्स हुनुपर्छ भने। अनि मैले चाहिँ त्यस्तो गर्छु कि मैले चाहिँ इन्कम अलिअलि इन्कम आओस् न त, हुन्छ भने किन नगर्ने भनेर मैले चाहिँ गर्छु। हजुरहरू पनि के गर्नुहुन्छ होइन? हजुरहरू पनि गर्नुहोस्। हजुरहरूले जुन भिडियो राख्नुभयो नि टिकटकमा त्यो भिडियो फेसबुकमा पनि राख्नुहोस्, युट्युबमा पनि राख्नुहोस्, इन्स्टाग्राममा पनि राख्नुहोस् है। के थाहा अब के भोलिको दिन कसलाई के थाहा हुन्छ र होइन? मोनेटाइज भइहाल्यो भने हामीले अब रमाइलो गरिरहेको कुराहरूबाटै हामीले पैसा पनि कमाउन सकिन्छ नि त। यो कुरा हजुरहरू कसलाई थाहा छ होइन? अनि मैले चाहिँ त्यसरी गर्छु। त्यही भएर मैले गरेको चाहिँ हजुरहरूले पनि गर्नु। अब 1 रुपियाँ भने नि आउने बाटो छ भने चाहिँ म हजुरहरूलाई नि सेयर गर्छु भन्ने टाइपको छु नि त। अस्ति नै आइपिओ भर्नुहोस्, पऱ्यो भने हजुरहरूलाई कमसेकम बेबीलाई डाइपर किन्ने पैसा हुन्छ भने होइन? मैले अहिले टिकटकमा जुन भिडियो पोस्ट गर्नुहुन्छ त्यो फेसबुकमा राख्नुहोस्, युट्युब खोल्नुहोस्, युट्युबमा राख्नुहोस्। अनि सब्सक्राइबर बढ्दै गए हजुरको भ्युज आयो भने चाहिँ मोनेटाइज हुन्छ भन्ने हुन्छ नि। अब राख्दिँदै जाने के थाहा एक न एक दिन के कसो नहोला र होइन? मैले चाहिँ त्यस्तो गर्छु। हजुरहरूले के गर्नुहुन्छ? हजुरहरू पनि इन्ट्रेस्टेड हुनुहुन्छ भने चाहिँ त्यस्तो गर्नुहोस् है। यो टिकटकमा दिएको टाइम छ नि त्यति टाइम चाहिँ युट्युबमा दिने भने चाहिँ मोनेटाइज त हुन्थ्यो के अरे, झ्याउ लाउँछ। तै पनि मैले चाहिँ भिडियो पोस्ट गरेर छोडिदिरहेको हुन्छु। त्यो भिडियो पोस्ट गरेर छोडिदिँदा पनि सब्सक्राइबर बढिरहेको रहेछ क्या। फ्लोमा हो कि स्लोमा बढिरहेको क्या, त्यस्तो हुन्छ। हजुरहरूले पनि गर्नुहोस् है त।